एकादेशमा वरिपरि पहाडले घेरिएको बीचमा शान्त गाउँ थियो। त्यही गाउँमा बस्थे एकजना बुढाबा। उनको नाम भने खासै कसैले जान्दैनथे। सबैले उनलाई सादा बा भनेर चिन्थे। उनको सम्पत्तिको नाममा एउटा पुरानो घर र केही कुखुराहरू मात्र थियो। उनी चाहिँ एकदमै असल र सरल स्वभावका थिए। दुःखमा परेकालाई दिल खोलेर सहयोग गर्न रुचाउने एकदमै ज्ञानी स्वभावका थिए। र उनी बिहान सबेरै उठ्थे र नजिकैको खोलाबाट घैँटोभरि पानी लिएर आउँथे। दिनभरि खेतीपातीको काम गर्थे, मेलापात जान्थे र बेलुकीको खाली समयमा केटाकेटीहरूलाई जम्मा गरेर कथा सुनाउँथे। उनी घरमा एक्लो भए पनि आफ्नो जीवन चाहिँ सरल तरिकाले बिताइरहेका थिए। र त्यही गाउँको नजिकैको जङ्गलमा बस्थ्यो एउटा कुटिल स्याल। स्याल निकै चतुर थियो, निकै बाठो भन्थ्यो। उसको मनमा सधैँ अरूलाई कसरी ठग्ने र कसरी फाइदा लुट्ने भन्ने मात्र आउँथ्यो। त्यो गाउँमा रहेका धन सम्पत्ति, कुखुरा बाख्रा जे भेट्थ्यो सबै चोर्दै लिएर जान्थ्यो। र एक दिनको कुरा हो, बाटोमा हिँड्दै गर्दा स्यालले बुढाको झुपडी देख्यो र स्याल पनि बुढाको झुपडीमा गयो र मनमा नै सोच्यो, यो बुढा त पक्कै एक्लै बस्छ। यसले घरमा केही न केही त लुकाएर अवश्य पनि राखेको छ। र स्याल चाहिँ नरम स्वरमा बोल्दै बुढाको छेउतिर गयो। बुढाबा नमस्ते, के छ, सन्चै हुनुहुन्छ? हेर्नु न, म पनि एक्लै छु अनि तपाईँ पनि एक्लै हुनुहुँदो रहेछ। हेर्नु न, भोक लागेर साह्रै गाह्रो भयो। हजुर ज्ञानी हुनुहुन्छ भन्ने सम्झना आएर हजुरको घरतिर आए। लु न, केही खान पर्यो। स्यालको मनमा चलाखीपन देखिए तापनि दयालु बुढाले स्याललाई भने, ठिकै छ स्याल बाबु, तिमी छोरा जस्तै लाग्यो। भोकाएर आएका रहेछौ। भोकाएर आएकालाई म ढोका बन्द गर्दिन, जे छ त्यही बाँडीचुडी खाउला नि। अनि त्यो रात बुढाले आफूले खाएको आधा खाना स्याललाई पनि दिए। अनि स्यालले चाहिँ मजाले हाँस्यो र मनमनै सोच्यो, कस्तो मूर्ख बुढा रहेछ। यसले मलाई त चिन्नै सकेन। साँच्चै मूर्ख नै रहेछ यो बुढा त। केही दिनसम्म स्याल बुढाको घरमा आउन थाल्यो। खान पायो, बस्न पायो। उसको मनमा कृतज्ञता होइन, लोभ जाग्न थाल्यो। अनि एक दिन बुढालाई स्यालले भन्यो, बुढाबा, तपाईँले जङ्गलमा गाडेर राखेको धन छ अरे, मलाई पनि देखाइदिनु न कसरी राख्नु भएको छ। म पनि त्यसै गरी राख्न चाहन्छु। यो कुरा सुनेर बुढा मुसुक्क हाँसेर स्याललाई जङ्गलको भित्री भागतिर लिएर गए। र बुढाले जङ्गलमा एउटा खाल्टो खनेर स्याललाई देखाए। यही छ बा तपाईँको धन। अनि बुढाले खाल्टोबाट एउटा सानो ऐना निकाल्दै भने, स्याल बाबु, मेरो धन भनेकै यही एउटा ऐना त हो। नचाहिने कुरा गर्छौ बुढा। ऐना पनि कहिलेदेखि धन हुन थाल्यो? यसमा हेर त बाबु, तिमीले के देख्छौ? अब स्यालले त्यो सानो ऐनामा हेरेर आफ्नो लोभी अनुहारलाई देख्यो। जसको मनमा सन्तोष छ उसले यो ऐनामा आफूलाई सन्तोष देख्छ। जसको मन खराब छ उसले आफूलाई खराब देख्छ बाबु। त्यही भएर यो ऐना मेरो धन हो। अब स्याल केही पनि बोल्न सकेन। पहिलो पल्ट उसको मन भारी भयो। अब स्याल आफ्नो गल्ती स्वीकार्दै जङ्गलतिर फर्कियो। मेहनत गर्न थाल्यो, दुःख गर्न थाल्यो, आफ्नै पहिचान बनाउन थाल्यो। अनि गाउँलेहरू भन्थे, स्याल त सुध्रिएछ, आफ्नै पहिचान बनाउन हिँडेको छ रे। र बुढा पनि आफ्नै झुपडीमा बसेर मुस्कुराइरहे। उनको सम्पत्ति कहिल्यै घटेन, किनभने मनको धन कहिल्यै पनि चोर्न मिल्दैन। हस् त, धन्यवाद।